हुन्छ। स्वर्ग र पृथ्वीका मालिक परमप्रभु परमेश्वर पिताको नाममा यहाँहरू सम्पूर्णलाई जय मसीह टक्राउन चाहन्छु। हुन्छ, प्रभुलाई धन्यवाद भएको होस्। प्रभुले हामीलाई वचनबाट भन्नुहुन्छ, तिमीहरू पनि तयार हौ, किनकि तिमीहरूले नचिताएको बेलामा मानिसको पुत्र आउनेछ। लुका 12:40। हजुरको वचन हजुरको माझमा राख्न पाएँ। परमेश्वरको जिउँदो वचन हो। यो वचन सुनेर हजुरहरूले आशिष पाउनुभयो होला। प्रभुको वचनले फेरि पनि हामीलाई यसरी जानकारी गराउनुहुन्छ, तिमीहरू पनि तयार हौ, किनकि तिमीहरूले नचिताएको बेलामा मानिसको पुत्र आउनेछ। लुका 12:40। यो वचनले हामीलाई यसरी भनिएको छ। हामी चाहिँ सधैँ तयार रहनुपर्ने, कुन बेला कुन घडी उहाँ अचानक आउनुहुन्छ। हामी प्रभुको वचनमा तयारी भएर जिउने व्यक्ति हुनुपर्छ र हामीलाई चाहिँ उहाँले आशिष दिन चाहनुहुन्छ। उहाँले हामीलाई जीवन दिएर बचाउन चाहनुहुन्छ। उहाँको समय, उहाँको घडी कुन बेला हो उहाँलाई मात्रै थाहा छ। त्यस कारणले गर्दाखेरि हामी सबैलाई प्रभुले आशिष गरून् भन्न चाहन्छु। जय मसीह।